काममा जाँदैछु है। पानी यस्तो परिरहेछ, पानी झर्नु चाहिँ खाजा खाने बेला भयो। खाजा चाहिँ यस्तो छ आज। सेलेरी आएको छ है, अस्ति दिनु हो नि त, आज 16 गते दिने हो नि त। अलिकति चाहिँ मैले अगाडि चलाइसकेको थिएँ है, घर जानुभन्दा अगाडि मागेको थिएँ। यति सेलेरी आएको छ, कति रहेछ है हेरौँ है। गाइस वेलकम टु माई युट्युब च्यानल। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म नि एकदमै सन्चै छु। आज चाहिँ बिहान म काममा जाँदैछु है, कामतिर जाँदैछु। अझै पानी परिरहेछ यतातिर चाहिँ, धेरै साह्रो छ है काठमाडौँतिर चाहिँ। हेर्नुहोस् है, पानी यस्तो परिरहेछ, हेर्नुहोस् पानी झर्ने काम गर्नु। यो चाहिँ अभोकाडोको बोट है गाइस, अभोकाडो पनि फलेको छ है यहाँ चाहिँ। मैले थाहा नै थिएन कि यता नि अभोकाडो पाउँछ भनेर। यो चाहिँ अभोकाडोको बोट हो। अभोकाडो अहिले टिपिसकेछ सबै। अस्तिभरि चाहिँ बाटैभरि झर्थ्यो है अभोकाडो। ल यस्तो ठाउँहरू पनि पानी उयो छ है, अनि कपडा दोकानहरू थोरै छ। यता छ दोकानहरू, दोकानहरू त खोलिसकेको छ। हाम्रो दोकान कस्तो भयो, म चाहिँ काम गर्ने ठाउँमा चाहिँ डेकोरेसन गरेको थिएँ नयाँ। अहिले सामानहरू मिलाउँदै थिएँ म चाहिँ छाता ओढेर हिँडेको छु गाइस। यता त्यस्तो दोकानहरू पनि टन्नै छ, मिठाई दोकानहरू, अरू पनि दोकानहरू चाहिँ टन्नै छ। A few moments later. अरू दोकानहरू पनि म तपाईँलाई देखाउने अब मेरो चाहिँ ठाउँ पनि आउनु आँटिसक्यो। ठुलो बिल्डिङ पनि छ। मेरो चाहिँ यसको पारिपछि काम गर्ने ठाउँ हो। रदी घरहरू पनि छ, च्याट्टे गर्ने पठाउहरू चाहिँ धेरै बस्छ यहाँ। पठाउहरू पनि ल यस्तो छ है, यस्तो छ। यो चाहिँ बसपार्क जाने बाटो अलिकति होला, यता बसपार्क जाँदा नि भेटिन्छ। पारिपट्टि चाहिँ मेरो काम गर्ने ठाउँ है, च्याट्टे बाटेर है, बाटो क्रस गर्नुपर्छ। मेरो काम गर्ने ठाउँ चाहिँ त्यहाँ छ है। यहाँ चाहिँ अङ्कलहरूको भर्खर नयाँ बनाउँदैछ, म चाहिँ यता दोकान। ल यही डेकोरेसन चाहिँ हाम्रो खत्रै भएको छ अहिले चाहिँ। र अङ्कल यहाँ हुनुहुन्छ, डेकोरेसन चाहिँ एकदम दामी गरेछ। म चाहिँ भर्खर आएको। अब चाहिँ खाजा खाने बेला भयो। खाजा चाहिँ यस्तो छ आज, परौठा सब्जी। हाम्रो सामान चाहिँ भद्रकोलै भएको छ, डेकोरेसन गरेर भद्रकोल चाहिँ मिलाउनु पर्ने छ टन्नै। लिभी यहाँ छ, लिभी ए एकछिन यता यता आइज।
पर्न आँटेछ अहिले त्यस्तो चाहिँ। ल यो चाहिँ बिजी मलतिर सक्ने हामी चाहिँ अगाडि जाँदैछौँ। म चाहिँ बजारहरू हो बजार। ल यस्तो छ है ठाउँ चाहिँ। हामी पढ्ने चाहिँ पर छ। हेर्नु है यो चाहिँ मेन रोड है, मेन रोड हो त्यो चाहिँ। यो चाहिँ बजार लाग्छ यहाँ, बवाल लाग्छ बजार चाहिँ। क्लास गएर आइसकेको छु। म चाहिँ रुमतिर जाँदैछु। ल हेरौँ है, अब चाहिँ रुम पनि आइसक्नु आँटेको छु। म चाहिँ क्लास गएर पहिला काममा सकेँ। 2 घन्टा छुट्टी दिन्छ, 2 घन्टामा क्लास गयो, खाना खायो, रुम जाँदैछु खाना खान। ल गाइस मेरो चाहिँ आज सेलेरी आएको छ है। अस्ति दिनु हो नि त, आज 16 गते दिने हो नि त। अलिकति चाहिँ मैले अगाडि चलाइसकेको थिएँ है, घर जानुभन्दा अगाडि मागेको थिएँ। यति सेलेरी आएको छ, कति रहेछ है हेरौँ है। सेलेरी चाहिँ यति नै हो मसँग। हेरौँ है गाइस, सेलेरी चाहिँ यही हो। ल 1 2 1000 2000 3000 4000 5 6 7 8 9 9500 रुपियाँ मात्रै चाहिँ। अरू मेरो चाहिँ 15मा, अरू चाहिँ सबै चलाइसकेको रहेछ। अब यहाँ आज रुम भाडा तिर्नु पर्ने छ फेरि 4500, 1000 2000 3000 4000 5 45 1 2 3 4 5। यो चाहिँ रुम भाडाको लागि है। रुम भाडा भयो 4500। यहाँ कति उब्लो 1000 2000 3000 4000 5000, ठ्याक्कै 5000 उब्रेछ। 5000मा चाहिँ यति उब्रेको। यो चाहिँ रुम भाडा 1000 2000 3000। यो चाहिँ 3000 3500। यो 3500 चाहिँ 1 महिनाको लागि खानेकुराको लागि, यताउता के किन्नको लागि। अनि यो भयो भने 1500 चाहिँ पकेट खर्च है। बिरामी सिरामी केही भयो, कहीँ जाँदाखेरि चाहिन्छ। थोरै छ पैसा, सेलेरी यति चाहिँ यति हो। अब यो चाहिँ माथि रुम भाडा बुझाउनु जानुपर्ने छ, तनाव छ। ल म चाहिँ अब माथि पैसा दिन गएको छु, सेलेरी है। यो चाहिँ रुम भाडाको माथि जानु पर्यो। अङ्कलहरू चाहिँ माथि हुनुहुन्छ, त्यही भएर म पैसा लगेर माथि गएँ। माथि तर मैले भिडियो बनाउनु पाउँदिनँ होला है, दिइरहेको छु। अब गयो मेरो काम गरेको मेहनतको पैसा। अङ्कल मेहनतको पैसा गयो 1 महिनाको। गीत लगाइराख्नुपर्छ, खोल्ने हो। अङ्कल ढोका चाहिँ खोल्नु। रुम भाडा दिन ए बत्ती त बलेछ कि अहिले चाहिँ होस्। अब त उयो पुरा ढलाइ गर्दाखेरि बरुभन्दा त्यतिखेर हल्का बत्ती हाल्नु न, अनि त्यतिखेर नै रङ पनि लगाइहाल्नु है, सजिलो पनि हुन्छ नि। यो फेरि मान्छे बसिरहेको क्या, त्यतिकै फेरि म फेरि त्यहाँ हुनु पनि भएन है, अप्ठ्यारो भइरहेको थियो। कसो तिमीले छोडिन्? म पनि त्यही हिजो मात्रै आएको थियो, उता घर गएको थिएँ नि त, झापा यतै हुनाले चाहिँ अलिक ढिलो भइदिन चाहिँ। हुन्छ त्यस्तै गरौँ ल। त्यतिखेर चाहिँ निकाल्नु, अनि त्यो प्लास्टर गरिसकेपछि चाहिँ रङ लगाऊँ, लगाएर मात्रै चाहिँ हामी फेरि जाऊँ। त्यो हालेपछि ए हुन्छ। त्यो कुन दिन गर्ने मलाई भन्नु, त्यो दिन म अलिक ढिलो होइन, त्यो दिन चाहिँ त्योभन्दा अगाडि भन्नु, 1 दिन अगाडि। अनि त्यो दिन चाहिँ ढिलो जान्छु काममा, बिहानै सामान यता सारिदिइहाल्छु, अनि उनीहरू काम गर्न सजिलो भइहाल्छ। खाना पनि बनाउँछ कि अहिले खाना बनाउनु पर्ने छ।
गाइस मैले चाहिँ होइन रुम भाडा पनि दिइसकेको छु 1 महिनाको लागि अब ढुक्क भयो अब अर्को 16 गतेसम्म ढुक्क त्यो 16 गतेदेखि दिनुपर्छ यो महिनाको चाहिँ तिरिसकेँ मैले गाइस रुम भाडा तनाव छ हौ काठमाडौँमा अब खाना बनाएर फेरि काममा जानुपर्ने रुम चाहिँ अहिले देखाउँदिनँ रुम बसेको अलिक नराम्रो हुन्छ पछि देखाउँदा राम्रो रुममा है म चाहिँ खानासाना खाएर टक्कै फेरि कामतिर लाग्दैछु माक्स लाउनुपर्छ यता त ल लाग्यो है अनि चाहिँ काममा फेरि म चाहिँ लागेँ 2 घन्टाको छुट्टी थियो 2 घन्टा सकेर आएँ ल म चाहिँ लाग्दैछु